वहाने सबका ईश्वर, वहाँ एउटै परमेश्वर, वहाने सबका ईश्वर।
आज पहिलो दिनको युथ क्याम्प सकिएर यस्तो हामी सृष्टिलाई हेर्दै सृष्टिको सुन्दरतालाई हेर्दै हरियो वन जङ्गललाई हेर्दै हामी आनन्द लिइरहेका छौँ भन्ने मान्छे सबै हुनुहुन्छ कुद्दै ओइ पिङ्क रहेछ त वो यो चाहिँ खरबुजे हुने ठाउँमा हो अहिले हामी चाहिँ यहाँ आछौँ होइन पिङ्क हेर्न जानेछौँ जाडो कति जाडो छ है फाइनली भ्लग बनाउनु मोबाइल पाइएको छ हाम्रो फोन चाहिँ सिज गरेको थियो आज यहाँ चाहिँ अलि गाउँहरू अलि धेरै रहेछ आइपुग्यो है आइपुग्यो आउनु पर्ने थियो भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी कति रमाइलो हो यहाँ त त्यही त त्यो पातलो भएन र ए बराबरी खाने अब हामी जाउँ उकालो चढ्छ सबैजना हाम्रो लुगा नफेरिकन होइन चिसो छ चप्पल चाहिँ कसको लाग्यो फेरि हिँड्दैछौँ पुरै क्या राम्रो क्या है दामी यस्तोहरू एकदम मिस हुने क्या है अब काठमाडौँमा बस्नेहरूले देख्दैन नि त यो भाइब चाहिँ छुट्टै छ क्या गाउँ भनेकै यो छुट्टै हामीलाई गाउँ भनेकै यो स्मेलहरू एकदम मिस हुन्छ क्या अर्को बार हामीलाई उहिले ऊ हार्न खोज्दो रहेछ वा कस्तो मजा आयो क्या जहाँ माया गरेको बच्चालाई है पुरै यहीँबाट ए के काम त ऊ सबैजना फर्किरहेछ त फेरि रमाइलो है यहाँ धेरै हिँडेर होइन थाकेको अवस्था हामी चाहिँ फर्केको अवस्था गाइस फाइनली पिङ खेल्ने ठाउँ चाहिँ लास्टै टाढा रहेछ सबजना फर्क्यो सबैजना फर्केको गाइस तर होइन यहाँनिर कस्तो रमाइलो छ है रमाइलो छ ल फेरि 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 एउटा भ्लग लगाइदिइरहेको छ फेरि फेरि A few moments later. छिटो ल हाई गाइज वेलकम टु आवर च्यानल हामी चाहिँ आज युट्युबको पहिलो दिन अनि हाम्रो पहिलो क्लास सकेर हामी घुमघाम गर्न आएको छौँ यो ठाउँ हेर्नु होला कति राम्रो ठाउँ छ धन्यवाद अनि तपाईँलाई अझ मोर तपाईँलाई अपडेट लागि स्टे ट्युन जाडो छ अब तातो बनाउन पिङ खेल्न जान बाई डर लाग्दो देखियो होला नि फाइनली हामी चाहिँ घुमेर चर्च आइपुग्यौँ फेरि के हो यसको नाम इस्कुस केले तासेको यो भरेको लागि हँस्याले तास्नु पर्छ हँस्याले इस्कुस जे होस् मिठो हुन्छ नि इस्कुस त के गरेको त्यो अङ्गालो त्यो आगोको त्यो कोइलाको मात्रै हात है आज खाना बेलुकाको खानाको तयारी हुँदैछ पुरै खानाको लागि रेडी भइरहेछ हेर्नु ल मेरो भ्लग यो आफ्नै हो नाम त के छ प्रमिला प्रमिला छ सर्च गर्नु ल
डुनामिस यो क्याम्प भनेर सर्च गर्नु अनि तपाईँहरू हेर्नु लाइक पनि गरिदिनु प्रमिला मात्रै छ यहाँ छुट्टै छ फेरि खोले जाए दिदी त ओ इस्कुस र आलु अनि यो चाहिँ के रहेछ अचार ओहो भुटुन भुटुन हैन भुटन भुटानको के हो अनि यो चाहिँ हाम्रो खाना हाल्दैछ दाल रहेछ न खाना हाल्दै हुन्छ है वाह ल स्पेसल छ आज त धनिया पनि हाल्नु ल हाम्रो आजको खाना हामी चाहिँ इग्नोर गरेर चाहिँ के हेर्नु ब्लग तपाईँले आज मलाई हेपे नि खानाको लाइन पनि भइरहेछ यहाँ होइन मैले हामीले भ्लग गरिरहेछ होइन अहिले अनि बिमाला आएर फेरि मेरो भ्लग भनेर आउँछ कि हामीले टोटली इग्नोर गरिरहेछ है इग्नोर गरिरहेछ ए दिदी बहिनी यसलाई खाना बोकेर नाचिरहेको छु क्या यस्तो हो क्या क्याम्प भनेको चाहिँ